उहाँले टोन स्लिप भएको हो भने उहाँले पनि पछि भन्नु होला, कहिलेकाहीँ टोन पनि स्लिप हुन्छ मान्छेको, तर आशय त्यो हो भन्ने मलाई लाग्दैन। साथीहरू कम्तीमा पनि आफूले गोठालो खेतालो हलिरहेपछि हलि यतिको चाहिँ नि वफादार चाहिँ हुनुपर्छ क्या। काहीँ आफूले फ्याट्टै मिस्टेक बोल्यो भने यो चाहिँ उहाँको मनसा होइन टङ स्लिप हो भने यसरी बचाउमा उत्रियोस् न। कम्तीमा पनि आफूले चोइ घरको भन्दाखेरि घुमेर आओस् के, अनि मजा आउँछ क्या मालिकलाई होइन। अनि यो सहीलाई सही गलतलाई गलत भन्न सकिँदैन भने यस्तो मुला धोती लुँडेरले किन राजनीति गर्नु होइन। अनि यही कुरो चाहिँ नि अन्य दलकोले अन्य व्यक्तिले बोलेको भएदेखि राष्ट्रघाती हुने, अनि आफ्नो नेताले बोल्दा चाहिँ यो मनसाय थिएन टङ्सिली भने यसरी काइते कुरो गर्नु लाज लाग्दैन? कम्तीमा सहीलाई सही गलतलाई गलत त भन्नु पऱ्यो नि। म पनि बालेन शाहको समर्थक हो होइन, तर आज जसले जे भन्यो नि बालेन शाहले रोस्टममा गलत बोलेको छ होइन। गलतलाई त कम्तीमा गलत भन्नु पऱ्यो नि त। एउटा कुरो के ख्याल गर्नुपर्छ भने नि पसलेको ग्राहक र चाहिँ नि नेताको चाहिँ नि समर्थक त्यो स्थायी हुँदैन के। पसलेले पनि उचित मूल्यमा सामान दिइजेल चाहिँ नि उसकोमा ग्राहक आउने हो होइन। नेताले पनि जनताको हितमा काम गरिन्जेल मात्रै जनताको साथ सपोर्ट पाउने हो। यस्तै खाले काइते कुरो गर्दै गएपछि चाहिँ नि अनि हामी चाहिँ काम गर्नु आएको भाषण गर्नु आएको होइन भन्दै अनि जनताप्रति उत्तरदायी नहुने होइन। अनि बल्ल 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 सदनमा चाहिँ नि आएर पनि बोली पठाएको पनि होइन। अनि नेपालले पनि भारतको सिमाना मिचेको रहेछ, म चाहिँ प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ भनेर अनि यस्तो खालको अभिव्यक्ति दिएपछि साथ सपोर्ट पाइन्छ? यस्तै खालको हरकत गर्दै जाने भने नि यिनीहरूको पनि ढोक्सा चाहिँ लामो जाँदैन क्या। यो कुरो चाहिँ ख्याल गरे हुन्छ ल।